ल हेर्नुहोस्, दक्षिण पूर्वी एसियाका केही मुलुकहरूमा समयभन्दा अगावै वर्षा लगायत आँधी तुफान हावाहुरी चलेको र हाम्रो देश नेपालमा पनि विभिन्न स्थानहरूमा हावाहुरी चली धेरै क्षति गरेको हुनाले प्रकाश भुजेलले थप क्षति हुन नदिनका लागि तन्त्र मन्त्र टुनामुना गरी आँधी तुफान रोकिदिएका छन्। ल हेर्नुहोस् त, अर्थात् बाटो नै मोडिदिएका छन्। आँधी तुफान नचलोस्, थप क्षति नहोस्, चट्याङ नपरोस् लगायतका धेरै असिना पानी नपरोस् भनेर तन्त्र मन्त्र विद्या गरी आफूले जानेको जति सक्दो गरी उतै फर्काइदिएका छन्। तपाईँहरूलाई कस्तो लाग्छ? उहाँको टुनामुना तन्त्र मन्त्रले काम गर्छ जस्तो लाग्छ भने कमेन्टमा लेख्नुहोला र गर्दैन जस्तो लाग्छ भने पनि कमेन्टमा लेख्नुहोला। अहिलेको 21औं शताब्दीमा आएर यस्तो तन्त्र मन्त्र टुनामुनाले कतिको काम गर्ला त तपाईँहरूलाई कस्तो लाग्छ? विश्वास लाग्छ? एकछिनपछि यो हावा पानी परे पनि पर भित्तामा हेर्नुहोस्। अब बिस्तारै बिस्तारै यसले आफ्नो मार्ग यसले बदल्दै बदल्दै पारी जानेछ। र यो पहिला भन्थे नि झाँक्री गुरुहरूले चाहिँ ल हेर्नुहोस्, होइन छैन, हेर्नुहोस् कबाट हल्लाएको छ, अघि कस्तो थियो, ल हेर्नुहोस् अघि कस्तो थियो। अब एकछिनमा हेर्नुहोस् न, भन्नी साथ त ओहो, भन्नी साथ त तातो भात त फुकेर खानुपर्छ। अब यसले मार्गदर्शन गर्दैछ। अब यो बाटो हुँदैन भनेपछि गयो हावा, अब फर्केर आउँदैन होइन, अब आउँदैन है साथीहरू, हावा आउँदैन। प्रकाश भुजेलले सबै हावालाई डाँडा कटाइसक्नु भएको छ, अब फर्केर हावा आउँदैन। तपाईँ ढुक्क हुनुहोस्, नेपाल तान्त्रिक झाँक्री सङ्घले यी हावालाई 7 डाँडा पारी पठाउँछ। अघि गडेङ गरेर यो जस्तै भत्किन्ला होइन त, अहिले जस्ताको आवाज आइछ त। ल भन्नु न, डाँडा पारी पुर्याइसके। विश्वास गर्नुहोस् या नगर्नुहोस्, जय शम्भु। ल